अहिले मध्यपूर्वमा एकदम भयङ्कर युद्ध चलिरहेको छ। एउटा साइडतिर छ इजरायल र अमेरिका, अर्को साइडतिर छ इरान र इरानले पनि एकदम स्ट्रङली फाइट ब्याक गरिरहेको छ हैन। इरानले चाहिँ अहिले जति पनि खाडी मुलुकहरुमा चाहिँ अमेरिकाले बेस बनाएर बसेको छ, त्यो बेसहरुमा चाहिँ इरानले एकदमै धेरै अट्याक गरिरहेको छ, एकदम धेरै मिसाइल अट्याकहरु पनि गरिरहेको छ त्यहाँ चाहिँ। तर हाम्रो मनमा एउटा क्वेशन के आउन सक्छ भने अमेरिकी बेसमा अट्याक गर्नुको साटो इरानले डाइरेक्ट अमेरिकामा किन अट्याक गर्दैन त? यो क्वेशन हाम्रो दिमागमा कहीं न कहीं आएको चाहिँ हुन सक्छ हैन। र आज यो भिडियोमा हामी इरानले किन अमेरिकामा डाइरेक्ट अट्याक गर्दैन त भनेर यो भिडियोमा हामी बुझ्न कोसिस गर्नेछौँ। सबैभन्दा पहिला हामीले के बुझ्न पर्छ भने इरान र अमेरिका बीचको डिस्टेन्स भनेको लगभग 11,000 किलोमिटरको डिस्टेन्स छ र इरानसँग भएको मिसाइलको नाम भनेको सेजिल हो। यसको डिस्टेन्स भनेको चाहिँ 2500 किलोमिटरको हो। अब एउटा कन्टिनेन्टबाट अर्को कन्टिनेन्टमा एट्याक गर्नको लागि चाहिँ आइसिबिएम चाहिन्छ। आइसिबिएम भनेको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल। यो मिसाइल चाहिँ इरानसँग छैन, त्यसैले उसले चाहेर पनि अमेरिकालाई अट्याक गर्न सक्दैन। आइसिबिएमको रेन्ज भनेको लगभग 5000 किलोमिटर भन्दा माथिबाट सुरु हुन्छ र यो टेक्नोलोजी चाहिँ इरानसँग छैन। र इरानलाई चाहिँ आइसिबिएम नबनाएकोमा एकदम धेरै पछुतो पनि भएको हुन सक्छ। यदि उसँग आइसिबिएम हुन्थ्यो भने उले अहिलेसम्म अमेरिकालाई अट्याक गरिसकेको हुन्थ्यो र यदि अमेरिकालाई डाइरेक्ट अट्याक गर्न सक्ने हो भने चाहिँ कुनै पनि मिसाइल अमेरिकी सिटीमा खस्यो भने र एक दुईजना मान्छे मर्ने हो भने अमेरिकालाई पनि एकदम बढी प्रेसर पर्थ्यो। र आइसिबिएम अहिलेसम्म विश्वमा जम्मा 6 वटा देशहरुसँग मात्रै छ। एउटा हो अमेरिका, अर्को रसिया, चाइना, फ्रान्स, बेलायत र उत्तर कोरिया। संसारमा सबैभन्दा लामो डिस्टेन्समा अट्याक गर्न सक्ने मिसाइलहरु भनेको जम्मा विश्वमा 3 वटा देशहरुसँग छ। रसियासँग RS-28 सर्म्याट मिसाइल छ। यसको लगभग डिस्टेन्स भनेको चाहिँ 18,000 किलोमिटरसम्मले अट्याक गर्न सक्छ। यसको अर्थ भनेको रसियाले यस मिसाइलबाट संसारको जुनसुकै देशमा पनि अट्याक गर्न सक्छ। अर्को अमेरिकासँग माइनुटम्यान थर्ड छ। यसको दायरा भनेको लगभग 13,000 किलोमिटर छ र चीनसँग DF-41 मिसाइल छ। यसको दायरा भनेको 12,000 देखि 15,000 किलोमिटरसम्म चाहिँ यसले अट्याक गर्न सक्छ। यी 3 देशहरु यस्ता छन् जसले संसारको जुनसुकै देशमा पनि अट्याक गर्न सक्छन्, चाहे त्यो देश उनीहरुबाट जतिसुकै टाढा किन नहोस्। र यी मिसाइलहरुले एकैपटकमा धेरै वारहेडहरु पनि बोक्न सक्छन्। यसको अर्थ भनेको चाहिँ यिनीहरुले एउटै मिसाइलबाट धेरै लक्ष्यहरुमा यिनीहरुले अट्याक गर्न सक्छन्। र अमेरिकाले अहिले पब्लिकली के कुरा बाहिर ल्याइरहेको छ भने चाइनाले एउटा नयाँ आइसिबिएम टेस्ट गरिरहेको छ। त्यो आइसिबिएमको नाम थियो फ्र्याक्सनल अर्बिटल बम्बार्डमेन्ट सिस्टम। जब मिसाइल लन्च हुन्छ, फर्स्ट पृथ्वीको अर्बिटमा पुग्छ, त्यसपछि उसले कुन ठाउँमा अट्याक गर्न परेको, यति स्पिडमा यसले अट्याक गर्न सक्छ कि कुनै पनि देशको मिसाइल डिफेन्स सिस्टमले पनि यसलाई रोक्न सक्दैन भन्ने कुरा बाहिर आइरहेको छ। यस्तो मिसाइल चाहिँ हाम्रो नजिकैको छिमेकी भारतसँग पनि छ। उसको मिसाइलको नाम हो अग्नि 5 र यसले लगभग 5000 किलोमिटरसम्म चाहिँ उसले अट्याक गर्न सक्छ। र यसले कति डिस्टेन्स ट्राभल गर्छ भन्ने कुराहरु चाहिँ यसको साइज कत्रो छ, फ्युलहरु कति हाल्नु मिल्छ भन्ने कुराहरुले पनि डिपेन्ड गर्छ। जब फ्युल धेरै हाल्नु मिल्छ भने त्यसले डिस्टेन्स पनि धेरै कभर गर्छ। र अर्को बुझ्न पर्ने कुरा के छ भने सबैभन्दा पहिला मिसाइल बनाउने देश भनेको चाहिँ जर्मनी हो। यसले दोस्रो विश्वयुद्धमा चाहिँ आफूले एउटा मिसाइल बनाएको थियो, त्यसको नाम थियो B1। यो मिसाइलले त्यतिबेला 250 किलोमिटर टाढासम्मको उसले अट्याक गर्न सक्थ्यो र जर्मनीले यो मिसाइल यसकारण बनाएको थियो कि ताकि उसले लन्डनमा चाहिँ अट्याक गर्न सकोस्। र जब दोस्रो विश्वयुद्ध सकियो त्यसपछि अमेरिका र सोभियत संघका मान्छेहरूले चाहिँ जब जर्मनबाट साइन्टिस्टहरु लिएर गए, त्यो मिसाइलको कन्सेप्टहरु सिकिसकेपछि उनीहरूले पनि फेरि मिसाइल बनाउन सुरु गरे। यस्तै इन्ट्रेस्टिङ भिडियोलाई हामीलाई सब्स्क्राइब गर्दै गर्नु होला। हामी यस्तै भिडियोहरु चाहिँ ल्याइराख्नेछौँ। धन्यवाद।